हामीले छोड्यौँ भने त आजको गेस्ट हाउस यो यहाँको चाहिँ एकदमै स्ट्यान्डर्डै रहेछ यो एरियाको लागि। तपाईँ देखिरहेको भएको गाडीहरू डन्न पार गरेको छ है। सब गाडीवाला मान्छे मात्रै आउँदा भन्ने कुरो यो हामीलाई थाहा हो। होइन के केही छ भन्नु? अब यात्रा कति सुरु हुन्छ? ल गिरिराज, अब उहाँ चाहिँ धेरै वर्ष इन्डिया घुम्नु भएको मान्छे, उहाँकै पछि लागेको छौँ हामी चाहिँ। अब के गर्छन् उहाँले थाहा छैन मलाई। यो चाहिँ अब प्रयागराज गिरिराज, ओ गिरिराज, तेरे तन में राम तेरे मन में राम, रोम रोम में राम रे, राम सुबीर ले ध्यान लगा ले, छोड जगत के काम। ल अब चाहिँ यो भारीले गर्दाखेरि हामीले एउटा टेम्पो ड्राइभर यहाँ भेट्यौँ है। टेम्पो ड्राइभर भेटियो। हामीले चाहिँ 20 रुपियाँ तिरेर होइन 1 किलोमिटरको यात्रा गर्दैछौँ। प्रयागराजको चाहिँ यो बस स्ट्यान्डमा चाहिँ यो चाहिँ अहिले हामी प्रयागराज जाने क्रममा यही बस हो हाम्रो। राम्रै रहेछ 2x2 सिट होइन। ल एउटा चाहिँ बाटामा प्रयागराज जाने क्रममा चाहिँ एउटा रेस्टुरेन्टमा खाना बसायो। थाली के थाली लियो? भेजिटेरियन थाली। ल थालीमा चाहिँ के हुँदो रहेछ? हामी अब चाहिँ इलाहाबाद सहरमा आइपुग्यो। युपीबाट इलाहाबाद है। अब चाहिँ हामी यो बसको अन्तिम यात्रा। यहाँबाट पनि बवाल 10-12 किलोमिटर टाढा छ। हाम्रो राइडमा सङ्गम छ पुरै। यहाँको लोकल चिया अब खाएर यहाँबाट हामी उयो मोटरसाइकलमा 2टा मोटरसाइकल लिएर हामी जाउँला जस्तो छ अर्जुन है। अहिले चाहिँ हामी अब मोटरसाइकलमा त्यत्रो यात्रा चाहिँ मडैसेमा गऱ्यो। यति 10 किलोमिटर चाहिँ अर्को 3 शहरमा एकदमै जाम भयो। हामीले मोटरसाइकल बाहेक अरू मान्छे जाने पुग्छ देखेर आउँदैछ भयो। यो हामी अहिले हिँडेको पुल पनि यस्तै बहुत गहरा है। प्रयागराज सङ्गममा जाने 3 नदीको अब चाहिँ लगभग हामी धेरै नजिक आइसकेका छौँ। नजिक आउँदैछौँ। प्रयागराज आइयो। यहाँबाट पनि 2 किलोमिटर चाहिँ अरू हिँड्नुपर्ने छ। मोटरसाइकल जान दिँदैन, हामीलाई चलान काट्छ भनेर गुनासो गर्यो। हाम्रो मात्रै कुरा गरेर हुँदैन नि। यिनीहरूलाई देख्ने बित्तिकै चिन्छु फेरि कहाँ गयो मान्छे भनेर। जबरजस्ती गरेर हुँदैन कि यस्तो मान्छे। यहीँ रोक्छ पुलिसले। यहाँ सोध्छ यहाँ लोकल हो कि के हो भनेर। यो चाहिँ भण्डारा लागेको छ। के रहेछ त्यसको बारेमा जानकारी गर्ने कि? ल यो रुद्राक्ष शिवाजी बजार एकचोटि डुल्ने हो कि? यो रुद्राक्ष कि मात्रै छ यहाँ। ल यो अहिले चाहिँ एकदमै रुद्राक्ष नै रुद्राक्षको हेर्नु त्यहाँ तपाईँको एउटा चाहिँ रुखै बनाएर राखेको छ बेच्नलाई। जान दिँदो रहेछ। त्यसो भए हुन्छ तपाईँहरू केयरफुल हुनु होला आउँदाखेरि। त्यही मेरो भन्नु। ल लगभग 2 किलोमिटर चाहिँ मोटरसाइकलबाट झरेपछि हिँडेपछि यहाँ आएपछि के भन्छ 3 किलोमिटर अगाडि गएपछि अनि बल्ल 2 किलोमिटर हिँड्नुपर्छ अनि मात्रै तपाईँहरू पुग्नुहुन्छ भनेपछि त्यो 2 किलोमिटर यत्रो ब्याग बोकेर हिँड्न नसक्ने भयो हुनाले हामी चाहिँ टेम्पोमा चढेका छौँ। यो टेम्पो हो। पुग्ने चाहिँ योजना छ। अहिले टेम्पोमा हामी 3 जनालाई लिएर हिँड्यो भने अब यसले लास्टमा अलिअलि माग्नु गर्छ देखो भाइ भनेर यसले। त्रिवेणी घाट त पुगेकै छैन। कोरेल घाट भन्ने चाहिँ यहाँबाट धेरै टाढा रहेछ। त्यहाँ चाहिँ पारी जाने पुल होला। यस्ता थुप्रै पुलहरू छ नि। बारीबारी पारी जानलाई यो चाहिँ ड्रम टाइपको चिज राखेर यसरी चाहिँ गरेका छन् यिनीहरूले। यो हामीले उहिले नै हेरेका थियौँ। यी पनि पुलहरू त टन्नै रहेछन् नि। पुलहरू त धेरै छन् यिनीहरू। यो अब यहीमा चढेर आएको टेम्पोमा है। 2 किलोमिटर जति चाहिँ चढेपछि यो अगाडिको चाहिँ त्यो हो जस्तो छ।
अगाडिको चाहिँ पुरा घाट हो त्यही नुहाउने होला हामी नुहाउने यो हो ऊ त्यहाँ मान्छेहरू बसेका छन् नि त्यही कपडा सपडा राख्ने लगाएर खिचेको छ अर्जुनले आज फोटो है एकदमै संसारको सबभन्दा ठुलो मेला मान्छेहरूको भिड हुने ठाउँ यो चाहिँ के सङ्गम घाट भनेपछि उतापट्टि पनि पुल छ यतापट्टि पनि पुल छ म चाहिँ अहिले पुलको अगाडिबाट सङ्गममा जान्छ यहाँबाट भर्खर टेम्पो चढेर आयो सङ्गममा जान्छ अब 1 किलोमिटर छ सङ्गम 1.5 किलोमिटर दुई चिज चढेर आइयो पहिला चाहिँ मोटरसाइकल चढियो त्यसपछि आएर चाहिँ अर्को एउटा टेम्पो चढेपछि पनि 1.5 किलोमिटर हिँड्नुपर्छ यो चाहिँ थथा भिड छ है यहाँ जुन 1.5 किलोमिटर सङ्गमको चिया खानालाई बसेको अहिले हामीजना ए घाटकै सङ्गममा यहाँ पनि नुहाउन मिल्ने छ बेला चाहिँ है तर यो चाहिँ मेन नभएको हुनाले र उहाँ चाहिँ बोट सोट पनि पाउने यो चाहिँ अब घाटमा जाँदैछ हामी अब चाहिँ हामी घाटमा जाँदैछौँ बाटो विशाल अर्जुन विशाल होइन त पुल छ अगाडि हामी 3 जना भुइँ आइरहेका छौँ आज धेरै कष्ट भयो है हाम्रो सङ्गम यो चाहिँ गङ्गा पर देखिएको ठाउँमा जाँदैछौँ हामी 1 किलोमिटर जति टाढा त्यहाँ चाहिँ 3टै नदीको सङ्गम छ अरे ती नुहाउने भन्यो भनेर चाहिँ एकदमै हत्ते गरे हाम्रो एकजना यो सहयात्रीले त्यही भएर हामी चाहिँ तीनै जाँदैछौँ 1 घन्टै लगाएर भए पनि ल त्यही कुरा म गर्दैछु तपाईँहरूलाई यो क्लिपहरू चाहिँ म बेला बेलामा प्रस्तुत गर्नेछु जस्ताको त्यस्तो है त यो चाहिँ बाल्लोमा बसेको अस्थायी सहर भएको हुनाले अब यहाँ बाल्लो हामी किनार 1 किलोमिटरभन्दा बढी हेर्दाखेरि ल अब यो चाहिँ यो किनारामा चाहिँ यसरी विभिन्न किसिमका चाहिँ टेन्टहरूमा स्नान गृहदेखि लिएर मान्छेहरूलाई चेन्जिङ रुमदेखि लिएर सबै चिज चाहिँ पारी जस्तै थियो त्यो चाहिँ अब पारी जाँदैछ हामीलाई चाहिँ त्यसै 3 किलोमिटर बढी हिँड्नु पऱ्यो मिसअन्डरस्ट्यान्डिङले गर्दा पारी जाँदैछ पारी हामी सङ्गमको पारी महाकुम्भ ल महाकुम्भको चाहिँ प्योर तस्बिर चाहिँ तपाईँहरूलाई म देखाउँदैछु अब यहाँ चाहिँ सङ्गम घाट सिधै 1 किलोमिटर 1.5 किलोमिटर उता गएपछि सङ्गम घाट आउँछ मेन घाटमा जाँदैछौँ भिड अझै तीव्र भइरहेको छ जति जति नजिक आउँदैछ सङ्गम घाटको त्यति तीव्र ल नन्दीद्वार भन्ने ठाउँमा चाहिँ आइपुग्यो ल नन्दीद्वार नन्दीको चाहिँ पुरा उ बनाएको छ नन्दी नन्दीद्वार हिजोको भन्दा त कति बढी कति दिनतिर तेरी लत्ता छ तपाईँको यता पनि छ यता पनि छ है यतापट्टि छ यो कुम्भ मात्र होइन महाकुम्भ हो महाकुम्भ यो कुम्भ मात्र होइन महाकुम्भ 144 वर्षपछि हामी महाकुम्भ तरिकाले
एउटा स्टलमा बसेर चिया खाँदैछौँ हामी चिया बनाउँदैछ भाइले चिया खायौँ अब चाहिँ मकर भयङ्कर एकैचोटि झ्याप्प बच्चाउने के होला है महाकुम्भ र फाइनल्ली हामी आइपुग्यौँ सङ्गमद्वार यही ठाउँमा आउनको लागि चाहिँ यत्रो जस्तो जहाज भइरहेको थियो यही चिज चाहिँ हामीले प्राप्त गऱ्यौँ संगम बिहार में आ गए अभी हम लोग देखिए ल अब हामी चाहिँ छिर्यौँ यो घाटबाट पनि छिर्यौँ र चाहिँ यहाँ भिडियो खिच्दैछौँ अब यहाँ चाहिँ नौनी ठाउँहरू होला धेरै त्यहाँ चाहिँ अब हामी चाहिँ जानेछौँ र खिच्दैछौँ यो भिडियोहरू पनि नजारा यो महाकुम्भको पछाडिको नजारा हेर्नुहुन्छ भने म सहितको गिरिराज कठिन छ हामी पार गऱ्यौँ एउटा फुटकिलो र फाइनल्ली चाहिँ हामी त्यो अगाडिको घाटमा आइपुग्यौँ अहिले आइपुग्यौँ घाट नजिकै छ फाइनली अब हामी चाहिँ घाटमा आइपुग्यौँ मेरो पछाडिपट्टि देख्न सक्नुहुन्छ एकजना मान्छेले कपडा पनि खोलेको छ यो चाहिँ यहाँको एकदमै महासङ्गमको दृश्य हामी देखाइरहेका छौँ जति अगाडि अगाडि गयो कसले भनिदिन्छ ढुङ्गावालाकोमा चाहिँ उनीहरू बिचमा लाग्छ अनि व्यवस्था गर्दै हुन्छ क्या यहाँ चाहिँ अब हाम्रो टेन्टहरू अवस्था खराब भइसक्यो जस्तो क्या गिरिराज गएर आइज अनि मजा ल अब नौनी काम सक्यो कि केही सकेर भन्नु अब बासमती ठाउँ खोज्नु जाने र भोलिको लागि तयारी गर्ने अहिले हामी नुहाइभरि यहाँ फोटो खेल्न खोजेको त्यो असम्भव भएर हामीले यो अब गरिसकेपछि अब व्यवस्थापनै भन्न पनि सकिँदैन यसलाई होइन भन्ने सकिँदैन त्यो अवस्था ल यो सफा गर्ने ऊहरू पनि निरन्तर रूपमा यो पोहोर सफा गर्नेहरू देखियो है पोहोर सफा गर्नेहरू यो चाहिँ अब नुहाइयो यहाँ आज यो त्यहाँ लगाएर मजाले अब यहाँ चाहिँ हामी मेन यहाँ चाहिँ अब मान्छे राति असङ्ख्य मान्छे यहाँ बसेर छन् के छ यहाँ व्यवस्था यहाँ चाहिँ 1 लाख रुपियाँ जाने बनाइटको सबै छ अरे यहाँ टेन्टहरू यो अखाडा हो यो देखिको राज यस्तो फ्री स्टाइलसँग हिँड्याले होला सायद यति डिटेलमा चाहिँ महाकुम्भलाई हेर्न पाइयो त्यही महाकुम्भ नत्र चाहिँ फ्री स्टाइलमा नहिँड्नेहरू चाहिँ गएर सबै स्नान गरेरै फर्किन्थ्यो होला तर हामी चाहिँ फ्री स्टाइल हिँडेको छौँ क्या एकदम त्यही हुनाले एकदमै सूक्ष्म यसको चाहिँ आनन्द लिइरहेको अवस्था छ